स्वागत छ भाइलाई। आफ्नो नाम परिचय सबैलाई जानकारी गराइदिनु होला। सम्पूर्णमा नमस्ते। म उत्तम चौधरी थारू, घर चाहिँ मेरो रौतहट जिल्ला चन्द्रनिगापुरको बालचन्द्रपुर पर्छ अनि हाल म साउथ कोरिया अध्ययन भिसामा आएको छु। हाल यहाँ आएको मेरो 2 महिना जति भइसक्यो अनि मैले अध्ययन गर्ने युनिभर्सिटीको नाम चाहिँ कोरिया टेक युनिभर्सिटी छ, जुन छनान सहरमा पर्छ। अनि सबभन्दा पहिला त्यहाँ भन्नुपर्दाखेरि स्टुडेन्ट भिसामा आउनलाई 2 महिनामा मैले बुझेका भोगेका कुराहरू व्यक्त गर्न चाहन्छु। जसरी तपाईहरू नेपालबाट आउँदाखेरि मेन्टली प्रिपेयर भएर आउनु होला। जसरी यहाँ आउँदाखेरि सबै आफैले गर्नुपर्छ, कलेज फी, होस्टेल फी, त्यसपछि इन्सुरेन्स पनि हुन्छ, अरू थुप्रै खर्चहरू हुन्छ, त्यो सबै आफैले बेहोर्नुपर्छ। सो दुःख त धेरै छ, तर आउने दिनमा भविष्य धेरै नै उज्जवल हुन्छ। जसरी गर्दाखेरि एज अ लङ टर्म फ्युचर कोरिया वान अफ द बेस्ट रहेछ। र मेन्टली प्रिपेयर भएर आउनु, किनभने हामीले नेपालमा सबैको बानी त्यस्तै हुन्छ, आरामले बस्ने खाने, तर यहाँ आएर हामीले सब थोक आफै गर्नुपर्छ। जुन काम हामी त्यहाँ गरेका हुँदैन यहाँ आएर गर्नुपर्छ। सो दुःख धेरै छ, स्ट्रगल धेरै छ, अनि जिन्दगीको त्यो छँदैछ त, स्ट्रगल नगरेपछि त कहिले पनि अगाडि बढ्न सक्दैन। सो स्ट्रगल हाम्रो लागि धेरै हुन्छ नि, मेन की रहेछ सक्सेस हुनको लागि। सो आउँदाखेरि राम्ररी आउनु होला, मेन्टली प्रिपेयर भएर आउनु होला र धेरै ठुलो सपना सोचेर नआउनु होला। किनभने यहाँ आएर भोगेपछि मात्र थाहा हुन्छ कि के कस्तो छ यहाँको यथार्थ भनेको। यहाँ पुग्नेलाई मात्र थाहा हुन्छ र भोग्नेलाई मात्र थाहा हुन्छ। सो अब आउँदाखेरि राम्ररी आउनु होला। हस् त, धन्यवाद।